तर उपसभामुख भइसकेपछि उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन। जुन दिन उहाँले उपसभामुखको शपथ ग्रहण गर्नुभएको थियो त्यो भन्दा 2 घण्टा अगाडि नै उहाँले मलाई रिजाइन दिएर हैन तपाईको चाहिँ के अरे राजीनामा पत्र बुझाइसक्नु भएको। त्यसो हुँदाखेरि श्रम संस्कृति पार्टीले अहिले दोहोरो चरित्र गर्यो भन्ने गीत आइरहेको छ भाइ हैन। संवैधानिक परिषद सम्बन्धी अध्यादेश पास गरेको विरोध गर्ने अनि भरे फेरि तपाईको चाहिँ के अरे हैन उता सरकारले नै अगाडि सारेको चौथो वरियताको व्यक्तिलाई चाहिँ प्रधान न्यायाधीश बनाउनका लागि उपसभामुखले भोट हाल्ने भन्ने हिसाबले चाहिँ हामीलाई दोहोरो चरित्रको भनाउन खोज्नु भएको छ। त्यो सत्य कुरा हो है। यो व्यवस्था अन्तर्गत के हुन्छ भने सभामुख र उपसभामुख बन्नुभन्दा पहिला सम्बन्धित व्यक्तिले सम्बन्धित दललाई आफ्नो राजीनामा बुझाउनुपर्छ। राजीनामा बुझाइसकेको मान्छे हाम्रो सम्बन्धित दलको होइन। रुबी कुमारी हाम्रो दलको हुनुहुन्न। उहाँ हाम्रो पार्टीबाट जानुभएको हो, निसन्देह हो, जानै भएको हो, हाम्रै उम्मेदवार हो उहाँ। तर उहाँ उपसभामुखमा तपाईको चाहिँ के निर्वाचित गरेर उपसभामुखको शपथ ग्रहण गरिसकेपछि उहाँ अब हाम्रो पार्टीको रहनु भएन। उहाँले कहाँ भोट हाल्नुहुन्छ, के गर्नुहुन्छ, कति बजेको हतियार तपाईको चाहिँ कार्यालय जानुहुन्छ कि जानुहुन्न, कहीँ कस्तो लुगा लाउनुहुन्छ, कस्तो गाडी चढ्नुहुन्छ भन्ने कुरामा हाम्रो पार्टीको कुनै पनि दखल अन्दाजी, कुनै पनि निर्देशन, कुनै पनि तपाईको चाहिँ फरमान नरहने कुरा म जानकारी गराउन चाहन्छु। उहाँ तटस्थ हुनुहुन्छ। उहाँले कहाँ भोट हाल्नुभयो त्यो उहाँको व्यक्तिगत तपाईको चाहिँ के स्वतन्त्रताको उहाँको चाहिँ अधिकार हो। यसरी बुझ्नका लागि म गर्न चाहन्छु। र अर्को कुरा चाहिँ यहाँ के पनि आएको छ भन्दाखेरि अघि बिहानदेखि हिजो हाम्रो सुदनजीसँग चाहिँ हाम्रो ल एकता हुने भयो भनेर फोटोहरू आइसकेपछि एमसीसी को समर्थक सुदन किराँतीलाई ल्यायो, ऊ आफै चाहिँ ठुलो एमसीसी को विरोध गर्ने मान्छे भनेर भन्नुभएको छ। यसको पनि म जवाब दिन चाहन्छु। हिजो सुदन किराँती माओवादी हुनुहुन्थ्यो, आज उहाँ श्रमदाता हुनुहुन्छ। पार्टीमा व्हिप भन्ने चिज हुन्छ। व्हिप भन्ने चिज चाहिँ नेतृत्वले हैन गरेको निर्णयलाई प्रमुख सचेतक अर्थात् सचेतक मार्फत जारी हुन्छ। त्यो सचेतकले जारी गरेको व्हिप भन्दा बाहिर जाने बित्तिकै पार्टी छोडिहाल्नुपर्छ है। सांसदको पद पनि जान्छ, मन्त्री पनि अब सांसदको पद गएपछि मन्त्री जाने कुरो भइहाल्यो। त्यो कारणले गर्दाखेरि पनि मलाई लाग्छ बाध्यताले हिजो सुदन किराँतीले त्यतातिर समर्थन जनाउनु भयो होला भन्छु। अब हो कि होइन त्यो चाहिँ हो कि भन्नुहुन्छ उहाँले, उहाँको मुखबाट राम्रो। तर अब सुदन किराँतीज्यू श्रम संस्कृति पार्टीको अगुवा श्रमदाताको रूपमा आउनुभएको छ। उहाँले हिजो के गर्नुभयो भन्ने कुरा ठुलो कुरो भएन। तर मलाई जहाँसम्म विश्वास लाग्छ र उहाँ र हामीलाई मिलाउने चाहिँ जति जनताहरू हुनुहुन्छ, हाम्रा समर्थकहरू हुनुहुन्छ, उहाँहरूको तपाईँको चाहिँ विश्वासको आधारमा म भन्न सक्छु उहाँ कालो मान्छे चाहिँ होइन है। उहाँ कालो मान्छे नभएको कारणले गर्दाखेरि होइन, तर पार्टीको बाध्यता हुन्छ कि अब पार्टीमा नेतृत्वले संसदीय दलको नेताले तपाईँको चाहिँ के अरे जारी गरेको व्हिप प्रमुख सचेतक अर्थात् सचेतकले जारी गरिसकेपछि त्यो निर्देशन अनुसारको व्हिप जारी भइसकेपछि सदस्यले तल सांसदले फ्लोर क्रस गर्न पाउने अधिकार हुँदैन। फ्लोर क्रस गरिएको खण्डमा उसलाई चाहिँ स्पष्टीकरण लिएर पदबाट तपाईको निलम्बन गर्ने, पदबाट चाहिँ तपाईको निष्कासन गर्ने सम्मको अधिकार रहेको कारणले गर्दाखेरि त्यो बाध्यतावश पनि त्यो भएको हुन सक्ने कुरा त्यहाँ हुनुहुन्छ। हाम्रो पार्टीबाट जानुभयो तर उपसभामुख भइसकेपछि उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन। जुन दिन उहाँले उपसभामुखको शपथ ग्रहण गर्नुभएको थियो त्यो भन्दा 2 घण्टा अगाडि नै उहाँले मलाई रिजाइन दिएर हैन तपाईको चाहिँ के अरे राजीनामा पत्र बुझाइसक्नु भएको। त्यसो हुँदाखेरि श्रम संस्कृति पार्टीले अहिले दोहोरो चरित्र गर्यो भन्ने गीत आइरहेको छ भाइ हैन। संवैधानिक परिषद सम्बन्धी अध्यादेश पास गरेको विरोध गर्ने अनि भरे फेरि तपाईको चाहिँ के अरे हैन उता सरकारले नै अगाडि सारेको चौथो वरियताको व्यक्तिलाई चाहिँ प्रधान न्यायाधीश बनाउनका लागि उपसभामुखले भोट हाल्ने भन्ने हिसाबले चाहिँ हामीलाई दोहोरो चरित्रको
भनाउन खोज्नु भएको छ त्यो सत्य कुरा हो है। यो व्यवस्था अन्तर्गत के हुन्छ भने सभामुख र उपसभामुख बन्नुभन्दा पहिला सम्बन्धित व्यक्तिले सम्बन्धित दललाई आफ्नो राजीनामा बुझाउनुपर्छ। राजीनामा बुझाइसकेको मान्छे हाम्रो सम्बन्धित दलको होइन। रुबी कुमारी हाम्रो दलको हुनुहुन्न। उहाँ हाम्रो पार्टीबाट जानुभएको हो, निसन्देह हो, जानै भएको हो, हाम्रै उम्मेदवार हो उहाँ। तर उहाँ उपसभामुखमा तपाईँको चाहिँ के अरे निर्वाचित गरेर उपसभामुखको शपथ ग्रहण गरिसकेपछि उहाँ अब हाम्रो पार्टीको रहनु भएन। उहाँले कहाँ भोट हाल्नुहुन्छ, के गर्नुहुन्छ, कति बजीको हतियार तपाईँको चाहिँ कार्यालय जानुहुन्छ कि जानुहुन्न, कहिले कस्तो लुगा लाउनुहुन्छ, कस्तो गाडी चढ्नुहुन्छ भन्ने कुरामा हाम्रो पार्टीको कुनै पनि दखल अन्दाजी, कुनै पनि निर्देशन, कुनै पनि तपाईँको चाहिँ फरमान नरहने कुरा म जानकारी गराउन चाहन्छु। उहाँ तटस्थ हुनुहुन्छ। उहाँले कहाँ भोट हाल्नुभयो त्यो उहाँको व्यक्तिगत तपाईँको चाहिँ के स्वतन्त्रताको उहाँको चाहिँ अधिकार हो। यसरी बुझ्नका लागि म गर्न चाहन्छु। र अर्को कुरा चाहिँ यहाँ के पनि आएको छ भन्दाखेरि अघि बिहानदेखि हिजो हाम्रो सुदनजीसँग चाहिँ हाम्रो ल एकता हुने भयो भनेर फोटोहरू आइसकेपछि एमसीसी को समर्थक सुदन किराँतीलाई ल्यायो, ऊ आफै चाहिँ ठुलो एमसीसी को विरोध गर्ने मान्छे भनेर भन्नुभएको छ। यसको पनि म जवाब दिन चाहन्छु। हिजो सुदन किराँती माओवादी हुनुहुन्थ्यो, आज उहाँ श्रमदाता हुनुहुन्छ। पार्टीमा व्हिप भन्ने चिज हुन्छ। व्हिप भन्ने चिज चाहिँ नेतृत्वले होइन गरेको निर्णयलाई प्रमुख सचेतक अर्थात् सचेतक मार्फत जारी हुन्छ। त्यो सचेतकले जारी गरेको व्हिप भन्दा बाहिर जाने बित्तिकै पार्टी छोडिहाल्नुपर्छ है। सांसदको पद पनि जान्छ, मन्त्री पनि अब सांसदको पद गएपछि मन्त्री जाने कुरो भइहाल्यो। त्यो कारणले गर्दाखेरि पनि मलाई लाग्छ बाध्यताले हिजो सुदन किराँतीले त्यतातिर समर्थन जनाउनु भयो होला भन्छु। अब हो कि होइन त्यो चाहिँ अब के हो भन्नुहुन्छ उहाँले, उहाँको मुखबाट राम्रो। तर अब सुदन किराँतीज्यू श्रम संस्कृति पार्टीको अगुवा श्रमदाताको रूपमा आउनुभएको छ। उहाँले हिजो के गर्नुभयो भन्ने कुरा ठुलो कुरो भएन। तर मलाई जहाँसम्म विश्वास लाग्छ र उहाँ र हामीलाई मिलाउने चाहिँ जति जनताहरू हुनुहुन्छ, हाम्रा समर्थकहरू हुनुहुन्छ, उहाँहरूको तपाईँको छैन विश्वासको आधारमा म भन्न सक्छु उहाँ कालो मान्छे चाहिँ होइन है। उहाँ कालो मान्छे नभएको कारणले गर्दाखेरि होइन, तर पार्टीको बाध्यता हुन्छ कि अब पार्टीमा नेतृत्वले संसदीय दलको नेताले तपाईँको छैन के अरे जारी गरेको व्हिप प्रमुख सचेतक अर्थात् सचेतकले जारी गरिसकेपछि त्यो निर्देशन अनुसारको व्हिप जारी भइसकेपछि सदस्यले तल सांसदले फ्लोर क्रस गर्न पाउने अधिकार हुँदैन। फ्लोर क्रस गरिएको खण्डमा उसलाई चाहिँ स्पष्टीकरण लिएर पदबाट तपाईँको निलम्बन गर्ने, पदबाट चाहिँ तपाईँको निष्कासन गर्ने सम्मको अधिकार रहेको कारणले गर्दाखेरि त्यो बाध्यतावश पनि त्यो भएको हुन सक्ने कुरा चाहिँ म जानकारी गराउन चाहन्छु। र अब उपरान्त हामी श्रमदाता भएर देशका लागि ढुङ्गा बोक्नेछौँ, पसिना बगाउनेछौँ। यो देशको ढुङ्गा मात्रै होइन, श्रम संस्कृति पार्टीले देशको गरिबको मुद्दा पनि बोक्नेछ। ढुङ्गा मात्रै बोकेर देश बन्दैन, गरिबको मुद्दा पनि बोक्नुपर्छ, न्यायको मुद्दा पनि बोक्नुपर्छ, राष्ट्रिय स्वाधीनताको मुद्दा पनि बोक्नुपर्छ। त्यो मुद्दा बोक्नका लागि हामी अब तयार भएको कुरा म यहाँलाई जानकारी गराउँछु। यहाँ सबैजनालाई उपस्थितिका लागि हार्दिक धन्यवाद दिन चाहन्छु। तर यति राम्रो विचार बोकेको पार्टी, यो पार्टी पक्कै पनि मेरो मात्रै पार्टी, सुदन किराँतीको मात्रै पार्टी, हाम्रा पदाधिकारीहरूको मात्रै पार्टी होइन। यो पार्टी तपाईँको पनि पार्टी। त्यसो भएको कारणले गर्दाखेरि यो ढुङ्गा बोक्ने पार्टीको सदस्यता लिन चाहनुहुन्छ भने, श्रमदाता बन्न चाहनुहुन्छ भने होइन, यो देशमा पसिना बगाएर यो देशको भविष्य हामीले चाहिँ फुलाउन सक्छौँ भन्ने विश्वास राख्नुहुन्छ भने तपाईँहरूले त्यो कुरामा हाम्रो श्रमदाताको परिचय पत्र वितरण भइरहेको छ। यहाँहरूले आफ्नो नाम र नम्बर लेखाएर त्यहाँबाट लिन सक्नुहुनेछ। म यहाँहरूलाई मेरै हातबाट यहाँहरूलाई सदस्यता वितरण गर्नेछु। साथै हाम्रो हस्तवाद भनेको के हो भन्ने बारेमा मैले केही भने, अब सबैको भन्ने भइएन, केही भने यो विषय के रहेछ त भनेर डाक्टर मिश्रज्यूले के अरे तपाईँको डाक्टर विजय मिश्रज्यूले के कुरा लेख्नु भएको रहेछ भन्ने कुरा तपाईँलाई पढ्न मन लाग्छ भने त्यहाँ बाहिर हाम्रो किताब पनि बिक्रीमा रहेको कुरा पनि म जानकारी गराउँदै
हाम्रा सम्पूर्ण श्रमदाताज्यूहरूलाई हार्दिक धन्यवाद दिँदै, हार्दिक सम्मान गर्दै, उत्साह भर्दै, प्रेरणा दिँदै, पत्रकार साथीहरूलाई पनि हार्दिक धन्यवाद दिँदै मेरो भनाइ यहाँ गर्दछु। नमस्कार।